भक्तिनाथ जय काली माता। यो चाहिँ अहिले हामी जहाँ उभिएका छौँ यो चाहिँ इन्डियाको भूमि। यो पारी चाहिँ यो जुन हाम्रो पुल छ यो पुल चाहिँ उता नेपाल र भारतको सिमाना हो। यो चाहिँ यहाँबाट वाल्मिकी आश्रम पुग्नलाई हामीलाई 5 किलोमिटर लाग्छ। त्रिवेणी भनेको त्यहाँ हो, हाम्रो नेपाल हो, यतापट्टि भारत हो, इन्डिया हो। त्यहाँ चाहिँ हाम्रो गुरुकुल छ, त्यहाँ हाम्रो विद्यार्थीहरू अनि मुक्तिनाथ मन्दिर त्यहीँ नै विराजमान हुनुहुन्छ। यो ठाउँमा चाहिँ आज यसो समय अनुकूलता मिल्दा यहाँ ज्योतिष अध्ययनको क्रममा आएर चाहिँ यहाँ आएर चाहिँ मैले यसो सानो एउटा भिडियो बनाउन लागेको र यसो इन्डिया पनि घुमेर जाउँ भनेर। अब यो जति पनि हाम्रो यहाँ नदीहरू छ यो नदी चाहिँ यहाँबाट चाहिँ इन्डियातिर लगिरहेर छ। यो ढोकाहरू पनि टन्नै यो चाहिँ जुन कोसी जुन गण्डकीहरू चाहिँ यहाँ चाहिँ ढोकाहरू लगाएर छेकेर कोही कताहरू पानीहरू चाहिँ इन्डियाकै अधीनमा रहेछ। यो चाहिँ हेर्दाखेरि चाहिँ एकदम आनन्द स्वर्गदायी जस्तो ठाउँ छ। भूमि चाहिँ हाम्रो यो अहिले म जहाँ भूमि छु त्यो भूमि चाहिँ इन्डियाको हो, यो पारिपट्टि चाहिँ हाम्रो नेपाल हो। जय श्री भक्तिनाथ जय।